हेलो एभ्रिवान, म चाहिँ आज बजार जानु आँटेको छु अनि बजार जानुको लागि चाहिँ रेडी हुँदैछु। अब बजार जानुपर्ने हुन्छ, थोरै कामहरू छ। अब म चाहिँ रेडी हुँदैछु। अहिले फेरि हेरौँला रेडी भएर हिँडिसकेपछि। साथीहरू, हामी चाहिँ रेडी भइसकेको छौँ। यतिजना नानी अनि मान्छे म। हेलो भन्नु त सानो। नमस्ते। नमस्ते यता उपर भिडियोमा हेरेर नमस्ते। मैले त गरेन अल्छायो। अब चाहिँ हामी बजार गएको साथीहरू। म पनि जान्छु भाइको बर्थडेमा। भाइको बर्थडे। भाइ पढेर न पर। हेलो भन्नु त पर। यता हो कति उता दिदी देखेन? अब चाहिँ हामी चाहिँ हिँडिसकेको छौँ बजारतिर। दिदीलाई देखेर हेर। दिदी चाहिँ ट्युसन जानु भएको। बहिनी चाहिँ हामीसँग जान्छ। ल है त साथीहरू, हामी चाहिँ अब हिँडेको अनि हामी पनि अब चाहिँ बजार हिँडेको मामु छोरा भान्जी पापा। अब भिडियो चाहिँ बनाउँदै जान्छु। कस्तो आउँछ साथीहरू कमेन्ट गरिदिनु होला। त्यस्तो धेरै त मलाई भिडियो बनाउन राम्रो त आउँदैन। फोन पनि त राम्रो चाहियो नि। खिच्नु न हिँडेको कान्छीले एकछिन ब्याग बोकिदिँदै हुनुहुन्छ। साथीहरू, हामी चाहिँ अब चाहिँ भेट्नेरी आयौँ। अब चाहिँ जानुपर्ने हुन्छ। मामु छोरा सानी हेर त। हेलो रिया दिदी कहाँ छुट्नु भयो? बाई बाई। कुकुरहरू लड्दैछ। साथीहरू, हामी चाहिँ किन बजार जाँदैछौँ भनेदेखि नि तपाईँहरूको लागि सरप्राइज छ भरे हेर्नु ल। भनेर भन्नु सक्दिनँ। आज चाहिँ हाम्रो नानीको बर्थडे थियो नि त, अनि त्यही कारणले चाहिँ बजार गएको थियो। तर हामी बर्थडे मनाउँदैन त्यस्तो, किनकि यस्तो चाहियो नि त साथीहरू। हामीसँग यस्तो छैन नि त, त्यही कारणले हामी डुल्नु मात्रै गएको। बजारको भ्यूहरू तपाईँलाई देखाउने नै छु। अहिले चाहिँ रात पर्न आँटिसक्यो, 3 बजिसक्यो। कस्तो घाम लागिरहेछ मजेदारले। चाहिँ हामी लाग्यौँ साथीहरू। यस्तो जाम भइरहेछ साथीहरू। हाम्रो चाहिँ अब चाहिँ जाम खुल्यो। अहिले चाहिँ हामी फेरि आइपी पार आएको छ। कस्तो यो भएको नानीहरूको खेल्ने जग्गा आइपी पार्क। हतार छ हौ रियालाई खेल्नु। ठिकै दिदी पनि को हो साथी भेटाइहाल्यो सुक्रिया जस्तो। हामी चाहिँ फर्किँदा राति भइसकिसकेको छ। अब के किने तपाईँहरूलाई म घरमा गएर देखाउने छु ल साथीहरू। अनि हामीले चाहिँ बर्थडे नमनाउने भनेको थियो कि, तर हामीले फेरि निर्णय लियौँ बर्थडे मनाइदिने सानो भए पनि हो। अनि अहिले चाहिँ हामी आउँदा चाहिँ राति भइसकिसक्यो। अब हेर्नु न घरमा गएर के गरिन्छ हो। अब केही तयारी पनि छैन हो। एक्कासी अब के हुन्छ हेरौँ न भरे। अब बर्थडे अब स्टार्ट गर्ने। अब अहिले जाँदा चाहिँ राति भइसकिसक्यो हो। यस्तै हो, नानीहरूसँग हिँडेपछि यताउता गऱ्यो हो, ढिलो भइहाल्छ। अहिले चाहिँ हामी घर पुग्न आँटेको छौँ। लु
साथीहरू अब भरे भेटौँला बाई। अचार अन्त यहाँ चाहिँ छ दाल हो अन्त यहाँ ब्राउन अन्त फिङ्गर चिप्स अन्त यहाँ चाहिँ के छ यहाँ छ कर्ची मर्ची हो अनि फेरि यहाँ चिकन छ हो अन्त हाम्रो यता हुनुहुन्छ कुकमेन चाहिँ पकाउने मान्छे यहाँ हुनुहुन्छ हो अनि यता भागिसक्नु भयो अनि यतातिर हुनुहुन्छ दाजुहरू त भाइहरू हो। अब चाहिँ हाम्रो चाहिँ केक काट्नको लागि चाहिँ रेडी हुँदैछ। यतातिर छ भाडा भुरीहरू बर्थडे बोय चाहिँ यहाँ हुनुहुन्छ बर्थडे बोय हो। केक चाहिँ हो तर अझै कस्तो केक अलिकति यता बिग्रेछ ठिकै छ अब के गर्नु हो अहिले उयो भयो। अन्त यहाँ चाहिँ हाम्रो भाइको बर्थडे डिजुहाङ राई छ अनि 1 इयर छ हो। अन्त यहाँ मिठाई भइहाल्यो यताउता दियो बाल्दैछ हो। अन्त यतातिर हुनुहुन्छ हाम्रो बहिनीहरू सबैजना भाइको बर्थडे इन्जोय गर्न आउनु भएको छ। अनि यहाँ छ हाम्रो बहिनी लुक्नु पर्दैन किन लुक्नु हौ। यहाँ छ मेरो यहाँ चाहिँ हाम्रो भान्डाङ मुन्डुङहरू त बहिनीहरू इन्भाइट गरेको थियो हो। अब यति नै काम चाहिँ अब भइहाल्नु थियो सघाउनु हुँदै थियो अहिलेसम्म चाहिँ। अन्त विचार तर आज चाहिँ यो चाहिँ मेरो चाहिँ यो केक चाहिँ तर अलिकति उयो भएछ सरी सबैजनालाई भन्न चाहन्छु। आइसकिसक्नु भयो हाम्रो चाहिँ आज यो सब्जी चाहिँ हेभी मिठो बनाउनु भएको छ धेरै धन्यवाद। कुनै दिन मौका पर्यो भने म पनि हजुरलाई पालेको पैसा फर्काउन सक्छु होला नि। अब छोरीको गुनौ चोलामा होला। अब फोटो खिच्दैछु भन न केक सक्यो खोइ सबै जग्गा के गरेको म कान्छी अरू घर ल मेरो फोन तपाईँसँग छ।